हामी लोकसेवा पढ्ने विद्यार्थीलाई हामी जतिसुकै इक्जाम दिए पनि होइन, नाम निस्के पनि ननिस्के पनि होइन, हाम्रो एउटा के हुन्छ भने हामीले जुन इक्जाम दिन्छौँ त्यसमा हामीले ठिक लेखेको कुरा कमै याद रहन्छ होइन, तर हामीले जुन कुरा गल्ती गर्छौँ लेख्ने बेलामा, त्यो लेख्ने बेलामा भएको गल्ती चाहिँ हामीलाई सधैँ याद रहन्छ। त्यो क्वेसन पनि याद रहन्छ होइन, त्यसपछि त्यो क्वेसनको जवाफ के हुनुपर्छ त्यो पनि याद रहन्छ होइन। वास्तव रियलिटी कुरा हो। जस्तै लोकसेवाको इक्जाम दिएर निस्किसकेपछि होइन, हामीले गरेको गल्तीको एन्सर हामीलाई सधैँभरि थाहा रहन्छ। 2 वर्ष पहिला तपाईँ गल्ती गर्नुहोस् होइन, 2 वर्षपछि पनि तपाईँलाई याद रहन्छ कि मैले यो गल्ती गरेको थिएँ। तर यदि तपाईँले कुनै कुरा ट्रु लेख्नु भएको छ, कुनै कुरा याद गरेर लेख्नु भएको छ, कुनै कुरा सम्झेर लेख्नु भएको छ भने त्यो कुराको जवाफ केही दिनपछि बिर्सिन्छ क्या। अब यो सत्य हो कि होइन तपाईँहरू कमेन्ट गर्नु होला ल। एज पर माई एक्सपिरियन्स